खतरा परिवर्तन भइसकेछ। एक दुई दिन हामी नआएको थियो, एक दुई महिना। साथीहरूले के सोध्छ कोनी, अगाडि अगाडि नै उहाँ उयो गर्नुपर्छ नि फाडी हानिहाल्छ। ऊ त बिग्र दिपकलाई धरि बिगाएर यार केटाहरूले। है तिनीहरूको त अहिले त के छ नि, दुईजनाको मिलेको छ। के गर्छ? आज बिहान त बनाउनु थिएँ, म उठेको होइन के त्यो राति नै उठेर मुनाउला शनिबार पनि बनाएको हामी तर पेलाइमा त धेरै परेको छ, त्यो साँच्चै नै हो। पेलाइमा चाहिँ धेरै परेको छ, रिसाउँदैन पनि। होइन होइन गर्छ पनि हो, फेरि त्यसले रिसाउँछ, एकछिन रिसाउँछ तर गर्छ, गर्न चाहिँ। एनएसके नुहाको यहाँ पनि अब अन्तिम Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. भाइ यसरी नै पैसा कमाउनु पर्यो नि त। अब नेपालमा गएर के मेरो कामै यही हो। अब नेपाल गएर केही छैन, बिहानै उठ्ने हो। पूर्व त्यहाँदेखि जाने बित्तिकै पैसा हुन्छ, ताप्लेजुङको ओलङचुङगोलासम्म चाहिँ पुग्ने मेरो सोच छ। ओलङचुङगोला धैर्य गर्नु, म नेपाल गएपछि ओलङचुङगोलासम्म पुग्छु। ल अब हाम्रो एनएसके को चाहिँ सुरु भयो है कामहरू, हिसाब सब्जीहरू लिने। यहाँको त कडा छ नि, यस्तो छ। के को खाएको त छैन है, खतरा छ है हाम्रो। ऊ चाहिँ मिस्टर गर्तेउला हाम्रो म्यानेजर। कस्तो छ गर्तेउला? उहाँ चाहिँ हाम्रो सब्जी डिपार्टको म्यानेजर हो होइन, ऊ सुपरभाइजर हो। म्यानेजर त उता छ, अब उसको चाहिँ अनुहार नदेखाउँ, उसलाई अलिक मन पर्दैन सोसियल मिडियामा आउन। ऊ हो जे भने पनि गर्तेउला। यस्तो छ हाम्रो। आजको टमाटरको चाहिँ कस्तो छ हौ भाउ? 7.5 रुपियाँ केजीको आफै विचार गर्नु नेपालमा कति पर्छ। राम्रो छैन टमाटर पनि, यस्तो छ। उसको छेउमा बस्नु, उसले भिडियो मान्दैन, एक गर्दा लाग्यो छेउमा बस्नु पर्छ। Finding life along the way, melodies we haven't played.
आज ऊ माछा लाने कि नलाने अनि भरे चाउमिन खाने होइन Echoing around these walls, fighting to create a song. I don't wanna miss आज मान्छे त भिड होइन रहेछ यार यहाँ देख यस्तो छ through the wastelands, through the highways. यो चाहिँ हाम्रो मुहारको एनएसके को चाहिँ सब्जी मसी हो ल यस्तो चाहिँ सबै यसरी आउँछ यसरी नै गरिन्छ के हल्लाइले जाऊ के हल्लाउनु हो ओइ सबैलाई देखाइदिनु परेन अब कति दिन्छ बस्न त अँ 500-550 किलो म यो 550 भनेको चाहिँ नेपालको सपोर्ट गर्दा अहिलेको रेटमा भनेको 180 रुपियाँ हराएर पर्न जान्छ 180 रुपियाँ केजी 180 रुपियाँ केजीको अनि विदेश गएर पैसा कमाएन भन्छ नि यस्तै छ हाल्नु पनि थोरै हालेन यार यो मान्छेले अलिक कम हाल भयो एक एकवटा खाँदा हुन्छ धेरै भयो त्यत्रो दाम भने यो चाहिँ गाजर अरे गाजर पनि सानो सानो छैन यार गाजर पनि हेरौँ न साला खाने फेरि ऊ मात्रै सागपात मात्रै खाने मान्छे ऊ हो घाँस खान्छ उसले चाहिँ भात खाइँदैन घाँस मात्रै खाने ऊ सागपातहरू त्यही भएर हेर न कस्तो चमक्क आएको छ चम्किएको छ मान्छे हेर त लौका सक्नु होइन